नेगेटिभ कुरा नगर्ने पोजिटिभ मात्रै गरौँ होइन। विश्व बजारमा हाम्रो एनआरएनहरू खोज्छन् करोडको हाराहारीमा छ। ल 1 करोड मान्छे त नेपाली विदेशमा छ आज। हेर्नुहोस् न डाटा खोलौँ न, गल्फदेखि लिएर अमेरिका क्यानाडा हुँदै पुनः 1 करोड नेपाली छैन अहिले। अस्ट्रेलिया जापान जहाँकै छ नि। त्यसमध्येको 30% मान्छे भनेको 30 लाख मान्छेहरू आज लगभग अरबपतिहरू छ। अरबमा छ क्या सम्पत्ति। उनीहरू त्यो पैसा लगानी गर्न चाहन्छ। तर उहाँ भएका एनआरएनलाई के भनेको छ, हाम्रो भोजपुरमा जन्मिएको, यहाँ जन्मिएको, हुम्ला जन्मिएको नेपाली चाहिँ के भयो, ऊ चाहिँ एनआरएन भयो, ऊ चाहिँ विदेशी नागरिक जस्तो भयो, गैर आवासीय भयो। अनि यहाँ उता तलतिर पारिपट्टिबाट तलतिर मास्तिर आएका, यता तिब्बतबाट आएका, यता तलतिर बिहारबाट युपीबाट आएकाहरू चाहिँ यहाँ चाहिँ सेटिङ मिलाएर पैसा खुवाएर नागरिकता लिएर नेपाली भए। अनि हाम्रा दाजुभाइ चाहिँ एनआरएन भएर अब के भयो, अनागरिक भयो। ए पापी हो, पाप यो नेताहरूले पाप गरे होइन, यिनीहरू डराएका हुन्, यिनीहरूले डराएका हुन्, राजनीतिक अपराधीकरण गरेका हुन्। हाम्रा दाजुभाइ यो भूमिमा जन्मिएका हाम्रा दाजुभाइ जो विश्व बजारमा छन्, बाध्यताका कारणले उनीहरू त्यहाँ ग्रिन कार्ड लिए होला, त्यो बस्नका लागि ल्याओ। त्यो नेपाली हृदय हो, नेपाली जिन हो, नेपाली रगत हो, नेपाली आत्मा हो, नेपाली ब्रेन हो, नेपाली छोरीचेली नेपाली दाजुभाइ हो। त्यसलाई हामीले स्वतन्त्रतापूर्वक एउटा स्पेसल नागरिकताको व्यवस्था अस्ति जुन भएको छ त्यस्तो ती झारो टार्ने होइन। ठिक छ त, राजनीतिक अधिकार नदिने, के नदिने, प्रधानमन्त्री नदिने ओके, सांसद नदिने ओके, मन्त्री हुन नदिने ओके, सचिव र मुख्य सचिव हुन नदिने ओके, त्यो बाहेक सबै राजनीतिक सबै अधिकार नेपाली नागरिक सरह दिएर उनको अर्को पुस्तालाई समेत नेक्स्ट जेनेरेसन नेपाली टु नेपालीबाट मात्रै जन्मिएको हो भने, विदेशमै छ भने पनि होइन, वंशजका आधारका दुईटा लोग्ने स्वास्नीको बिचमा श्रीमान श्रीमतीको बिचबाट जन्मिएको सन्तान हो भने त्यो सन्तानको तेस्रो पुस्तासम्म पनि यहाँको सम्पत्तिलाई उपभोग गर्न पाउने बनाउनुहोस्। नेपालमा अहिले 50 खर्ब डलर 1 महिनाभित्रमा भित्रिएन भने म राजनीतिबाट सन्यास लिन्छु।